हेलो गुड मर्निङ एन्ड नमस्ते है सबैलाई पनि मेरो फेरि पनि युट्युब च्यानलमा सबैलाई स्वागत छ है। आज फेरि राति राति भ्लग बनाइरहेको छु है, किनकि भनेको एउटा सरप्राइज है हजुरहरूलाई। एउटा अस्ति मैले एउटा केही मगाएको है, अहिले भर्खर मेसेज आइज म बाटोमा छु, अब लिन आइज भनिरहेको छ है। त्यही भएर चाहिँ मैले भ्लग बनाएको केही हजुरहरूलाई सरप्राइज छ है। अब म लिन जान गइरहेको छु, के होला प्लिज गेस गर्नु त कमेन्टमा लेखिदिनु होला है। मेरो एउटा सरप्राइज छ, मैले के मगाएँ अनलाइनदेखि भनेर। अब प्लिज अब मेरो भिडियोलाई अन्त्यसम्म हेर्नलाई अनि थाहा पाउनुहुनेछ के मगाएको छु है। अब म जाँदैछु लिन, अब फोन आइसक्यो। अब आज रातिबाट मैले मेसेज आइसक्यो, अब जानुपर्छ है। अब म हिँडेकै यस्तो मजाले हिँड्नु पर्यो। जाँदैछु, यो रात परिसक्यो, यहाँको लगभग 8-9 बजिसक्यो है। अब म लिन जाँदैछु है। अब हेर्नुलाई अब लिफ्टमा जानु भनेको खै कसो हुन्छ। आयो लिफ्ट, ठ्याक्क आयो। क्या हाल है? ठीक है अल्हम्दुलिल्लाह। आएर डेलिभरी आइसक्यो केटा, नयाँ डेलिभरी यहीँ छु भनिसक्यो, मलाई चिनिसक्यो त्यो मान्छेले। अब म सामान रिसिभ गर्न जाँदैछु है। अब हेर्नु होला के छ भनेर, के आउँदैछ त मेरो सामान। A few moments later. ल है केटा, फाइनली अब मेरो सामान आइसक्यो छ। यहाँभित्र छ हेरे, यहाँभित्र सामान आइसक्यो है। यहाँभित्र सामान आइसक्यो, के छ होला त प्लिज गेस प्लिज गेस। सामान आयो, सामान आयो, सामान आयो, सामान केटाहरूलाई यसो निस्केको क्या, सामान आएपछि खुसी नि हुनु पऱ्यो होइन। अब यहाँ सिस्टम छ क्या, त्यस्तो छ, जानु पऱ्यो लिफ्टमा। प्लिज कमेन्ट गर्नलाई यो सामान के होला गएर। अब म अनबक्सिङ गर्न जाने थिएँ केटा, हेर है। अहिलेको खतरा भिडियो, अहिलेसम्मको युट्युबको खतरा भिडियो हुनेछ यो, कन्टिन्यू गर्नलाई। लिफ्ट पनि कता गयो, आउँदैछ। लिफ्ट बिजी हुन्छ क्या, यहाँ मान्छे हिँडिरहेको हुन्छ है, सल्लाह पर्न यताउति। 2 1 0 ढान टडान। ये क्या है? आईफोन क्या हाल है बंधु? ठीक है भाई। आईफोन है। आईफोन कौन सा है? हाँ 16 Pro Max। आ जाओ ना। केटालाई थाहा भइसक्यो मैले के किने भनेर है। तर त्यही पनि है अनबक्सिङ गर्न जाँदैछु, हेर्नलाई अनबक्सिङ कस्तो हुँदैछ त अनबक्सिङ है। ढ्यान लिफ्टमा एक्लै हो फेरि है, ढ्यान हुन्छ अरे। 16 Pro Max केटा, 16 Pro Max। लेट्स सी है, जानु पर्यो रुमतिर। मेरा खप आ गयो। कन्टिन्यू हुन्छ यहाँ भ्लगमा। यसलाई मेरो सामान आइसक्यो दाइ। अब यसलाई मजाले अब खोल्नु पर्ने हुन्छ। सामान आइसक्यो फाइनली। ल है गाइस, फाइनली रिसिभ भयो है। 14 15 16 के होला ग्यास गराउनु त। ल नुन पनि उल्टो भयो त, यस्तरी हो यो। अब म अनबक्सिङ गर्न जाँदैछु, अनबक्सिङ यसरी यहाँ भ्याउँछ कि नै के मजाले। अब हेर्नु होला। अब वाउ टिलिङ वाउ
एलिगेटर आइफोन पनि किनियो है वाह दामी छ यार फोन त यार हेर्नु त दामी छ यार यस्तो छ केटाहरु आइफोन देख यस्तो दामी छ टेन 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 टेन